हेलो एभ्रिवान, स्वागत छ मेरो अर्को भिडियोमा। अनि हामी चाहिँ बस्दा बस्दै बोर भयो। अब हामी चाहिँ यहाँनिर थुक्पा खाने हो। यहाँ चाहिँ थुक्पा बन्दैछ गाइस। यहाँ हेर्नुहोस्, नुडल्स रेडी छ, चिकन रेडी छ, मान्छे पनि रेडी छ। पकाउने हो त? कस्तो बनाउँछौ थुक्पा? टेस्टी बनाउँछस्? यहाँ सुप बोइल हुँदैछ, मेरो साथीले बनाएर खिलाउने रे मलाई। अनि तेरो दुकानको थुक्पाको के स्पेशलिटी छ जो कस्टमर आउनै पर्ने, मतलब अरू दुकान भन्दा के स्पेशल छ? दुई शब्दमा भन्ने। हाम्रो चाहिँ होममेड थुक्पा सबसे टेस्टी जो कि अगाडिको तेजुमा छ। तेजु हैन, सरी, दिगारु। तेजु से 14 किलोमिटर टु दिगारुमा छ। अनि यहाँ चाहिँ होममेड थुक्पा जो कि तपाईले प्रिभियस भिडियोमा देख्नु भएको थियो होला। टेस्टी भेटिन्छ। मेरो मम्मीले चाहिँ अरु टेस्टी बनाउनुहुन्छ। म पनि पल्केको क्वान्टिटी पनि एकदम राम्रो छ। अनि मेन त हाइजेनिक, एकदम साफ सुथरा। घरको मान्छेले खाएर बसिरहेको छ, लाइक म। उसले पनि खाइबस्छ अरे। अनि सबसे फेभरेट सबसे फेभरेट थुक्पा यही। म बाहिर खान दिँदै थुक्पा बाहिर खानुहोस् न, यहीँको खान्छस्? म पनि त्यही भएर यो थुक्पाको फ्यान छु। त्यसैले यहाँ आएको बेला आमालाई भनेको थिएँ तपाईँको हातको खाने भनेर। आमा चाहिँ अलिकति बिजी हुनुभयो, त्यसैले मेरो साथीले मेरो लागि बनाउँदैछ र हामी थुक्पा खाने हो गाइस। थुक्पा रेडी छ। अब बस यसमा सुप हाल्नु बाँकी छ। सुप चाहिँ ये रहा सुप, चिकन सुप। चिकन सुप। ओ माय गॉड, यहाँको सुपै दामी हुन्छ। म चाहिँ कम्ती। त चाहिँ किन कम्ती खाने? डाइटमा छिस् क्या? डाइटमा होइन, भात खाएर त्यही फिफ्टी कन्ट्रोल हो त पकाउनु। यहाँ हेर्नुहोस् न, कति यम्मी लाग्दैछ है। खाएर रिभ्यू बताउने छु हजुरहरूलाई। ल, खानु आँट्दैछु गाइस। टेस्टी। यो मैले चाखिसकेँ अघि। कस्तो लाग्यो तपाईँलाई? तिमीलाई तँलाई? एज युजल सधैँको जस्तो टेस्टी, एकदम यम्मी, हाइली रिकमेन्डेड छ। हजुरहरू पनि आउनु होला। जाडोमा 28 माइल दिगारु आएर खानु होला। एकदम टेस्टी के।